हाँस्नेछ अनुहार चम्किनेछ दाँत, हाँस्नेछ अनुहार चम्किनेछ दाँत, डिएक्सन गानोजी स्वास्थ्य जीवनको बात। राति सुत्दा वा बिहानको बेला गानोजीले बनाउँछ दाँत झन उज्याला। न छ चिनी न फ्लोराइडको डर, प्राकृतिक छ त्यसैले सबैको भर। गानोजीले गर्छ सुरुवात, दाँत सफा सास ताजगी राख्छ र ऋषि च्याउको जादु छ यसमा, हेल्थ र ह्याप्पिनेस आउँछ हरेक बसमा। नमस्ते, म आगमन प्रधान यहाँमा उपस्थित भएको छु गानोजी टुथपेस्ट को विशेष फाइदाहरू लिएर। गानोजी टुथपेस्ट यो रहेको छ डिएक्सन कम्पनीले उत्पादन गरेको गानोजी टुथपेस्ट प्लस। हेर्नुहोस् त, रातो च्याउले होइन मिक्स गरेको छ। यसमा चाहिँ गानोदर्मा, लुसिरम र मेन्थल फुड जेल लगायत 3वटा जडीबुटी मिक्स गरेर चाहिँ तयार पारेको छ। हामीले यो एउटा टुथपेस्ट प्रयोग गर्दाखेरि 50 भन्दा धेरै फाइदाहरू चाहिँ हामीले यस टुथपेस्ट प्रयोग गर्दाखेरि लिन सकिन्छ हो। डिएक्सन गानोजी टुथपेस्ट एकदमै फाइदाजनक रहेकोले यहाँहरूमा मैले सेयर गर्न गइरहेको छु। जुन चाहिँ हिजोको दिनहरूमा मेरो जति पनि समस्याहरू थिए र यो गानोजी टुथपेस्ट प्रयोग गरेर चाहिँ नै यो समस्याबाट चाहिँ मैले एउटा पाएको विवरण र पाएको फाइदाहरू चाहिँ म यहाँहरूमा सेयर गर्न गइरहेको छु। सबैभन्दा पहिला हाम्रो मुखमा चाहिँ आउने समस्याहरूको बारेमा बताउन गइरहेको छु। हाम्रो मुखमा कसैको यो दाँत हैन, दाँत चाहिँ सिरिङ गर्ने समस्या, कसैको अब गिजाबाट ब्लड आउने समस्या, अब सबैभन्दा धेरै समस्या चाहिँ के त भन्दाखेरि मान्छेहरूको यो दाँतमा चाहिँ किरा लागेर हैन चाहिँ न सुत्न पाउँछ न खान मिल्छ हैन। यो समस्या चाहिँ मैले पनि झेलेको हो। मेरो पनि यो दाँतबाट चाहिँ हैन रगत आउने, ब्लड आउने समस्या थिए। अनि त्योभन्दा जटिल समस्या चाहिँ के थिए भन्दाखेरि मेरो त्योभन्दा जटिल समस्या चाहिँ मेरो यो दाँत किराले खाएको थियो। यो दाँत किराले खाँदाखेरि म 3 दिन 3 रात चाहिँ केही नखाइकन चाहिँ भोकै बसेको थिएँ र धेरै छटाएको थिएँ। किनभने यो समस्या जुन व्यक्तिले भोग्नु भएको छ, दाँत चाहिँ जुन व्यक्तिको चाहिँ दाँतमा किरा लागेको छ हैन, त्यो व्यक्तिले चाहिँ सहजै बुझ्न सक्नुहुन्छ। र यदि तपाईको पनि यो दाँतमा किरा लागेर तपाईँ छटपटाइराख्नु भएको छ, त्यो दुखाइ चाहिँ तपाईले सहिरहनु भएको छ हैन भने तपाईले आजैदेखि यो चाहिँ यो डिएक्सन कम्पनीको गानोजी टुथपेस्ट प्रयोग गर्नु होला है। यसमा धेरै फाइदाहरू रहेको छ। मैले अघि पनि भने तपाईलाई टन्सिल भएको पनि एकदमै जाती बनाइदिन्छ। र तपाईको मुखमा यो समस्याहरू आउँदा अनि फेरि पनि भन्छु दोहोऱ्याएर हैन, तपाईको मुखमा चाहिँ अब घाउ खटेर आउने, पिल्सिने, अब यो दाँतबाट रगत आउने, कुनै कुराहरू खाँदाखेरि चाहिँ तपाईको दाँत सिरिङ हुने हैन, अनि तपाईको दाँत चाहिँ किराले खाएको छ अथवा तपाईको मुखभित्रबाट चाहिँ घाउहरू फोका आएको छ र तपाईलाई केही चिसो कुराहरू खाने बित्तिकै चाहिँ टन्सिल हुने समस्याहरू छ भने तपाईको लागि यो डिएक्सन गानोजी टुथपेस्ट एकदमै अमृत
समान बन्नेछ। र यसलाई प्रयोग गर्ने विधि जुन चाहिँ मुखमा समस्या आउँदाखेरि हामीले गर्नुपर्ने तरिका, अपनाउनु पर्ने तरिका के भन्दाखेरि तपाईँले के गर्नुहोस् भन्दाखेरि एउटा कुनै पनि भाँडोमा कपमा हैन यस्तै कप भइनुहुन्छ, अर्को जुनसुकै कप भयो भने तपाईँले कपको यति जति मनतातो पानी लिनुहोस् हैन। त्यसपछि त्यो मनतातो पानीमा चाहिँ टुथपेस्ट हाल्नुहोस् र घोल्नुहोस्। त्यसपछि तपाईँले मुखमा एकपटकमा त्यो मनतातो पानी र टुथपेस्ट मिक्स भएको पानीलाई चाहिँ तपाईँले एकपटकमा हैन एकपटकमा तपाईँले 5 देखि 10 मिनटसम्म सक्नुहुन्छ भने तपाईँले 10 मिनटसम्म मुखमा चलाइराख्नुहोस्। जसरी चलाउनु हुन्छ तपाईँले गरेर चलाउँदा नि हुन्छ, नचलाइकन राख्दा नि हुन्छ हैन। तपाईँले त्यसरी चलाएर 5 मिनटको रेसियोमा तपाईँले लगातार 3 चोटि चाहिँ गर्नुभयो भने फर्स्ट चोटिमा तपाईँको अलिकति दाँत किराले खान्छ भने म मेरो यो समस्या बताउँछु। मेरो चाहिँ हैन फर्स्ट चोटिमा त्यसरी विधि प्रयोग गर्दाखेरि त्यसमा चाहिँ टुथपेस्ट पानी घोलेर चाहिँ मैले मुखमा हाल्दाखेरि 5 मिनट मैले राखेँ। 5 होइन मैले 7 मिनट राखेको थिएँ है। मैले 7 मिनट राखेको थिएँ। 7 मिनट पछि मैले त्यो फालेपछि मलाई त्यो दाँत दुखाइबाट चाहिँ मैले 10% कम भएको महसुस गरेको थिएँ हो। र त्यसपछि फेरि दोस्रो पटक त्यसरी नै मुखमा राखेँ हैन। मजाले चलाउँदै नै घडी हेरेको छु। अब बोल्न मिल्दैन, मुखभरि टुथपेस्ट पानी छ हैन। हेर्दै चाहिँ र फेरि दोस्रो पालीमा चाहिँ मैले 5 मिनट भन्दा बेसी राख्न सकिनँ, फेरि फालिदिएँ हो। तेस्रो चोटि चाहिँ मैले फेरि त्यसरी नै टुथपेस्ट पानी मुखमै राख्ने क्रममा मेरो जुन भागबाट चाहिँ त्यो जुन भागमा चाहिँ दाँत किराले खाएको थियो हैन, दाँत चाहिँ किरा लागेको थियो, त्यो भागको साइडमा चाहिँ अलिकति के फोका आएको जस्तो महसुस भयो क्या मलाई हैन। अनि मैले 3 मिनटमै फाल्दिएँ हैन। अनि मुख गरेर यसरी नै गरेर चाहिँ मैले यस्तो छ मेरो यत्रो फोका निस्केछ। अनि फोका निस्केछ, दुखाइ कम भइसक्यो, साइडमा सानो फोका आछ हैन। अब के गर्ने त हैन। अब मैले सोचे ला अब त झन् अब मर्ने भयो। अब यहाँ कोही पनि छैन साउदीमा, एक्लै बसिरहेको छु, साथीहरू पनि ड्युटी गएका छन् हैन। रातिको टाइम छ फेरि रुम पार्टनर छैन हैन। अनि अब मर्ने भनेर चाहिँ अब के गर्ने त भनेर फेरि त्यही टुथपेस्टलाई अलिकति लिएर यस्तोरी चलाइरहेको थिएँ। त्यो फोका चाहिँ प्याट्टै फुट्यो। त्यो फोका फुटेपछि रगत आयो है। रगत झलङलङ बग्यो। त्यो रगत बगिसकेपछि तपाईको अब रगत निस्केपछि त अब फाल्नै पर्यो बाहिर हैन। अनि फेरि अब के गर्ने त भन्दाखेरि अब त्यो फोका फुटेर रगत निस्किसकेपछि मैले चाहिँ फेरि त्यही टुथपेस्टलाई चाहिँ लेप लगाइदिएँ। अलिकति चाहिँ टुथपेस्ट हातमा लिएर जहाँनिर फोका निस्केछ त्यहाँ लेप लगाइदिएँ। र सुन्नुहोस्, त्यो दिनदेखि आज 2 साल भन्दा माथि भइसक्यो, दाँत दुखेको अहिलेसम्म रेकर्ड छैन हैन। र म मात्र होइन, मैले जति पनि मेरो कुरालाई सुन्नु भएको छ र जति व्यक्तिहरूले चाहिँ यो दाँत अथवा मुखको समस्या लिएर म कहाँ आउनुभयो त्यो व्यक्तिहरूले सबैले यो फाइदाहरू लिइसक्नु भएको छ। र तपाईहरु पनि यदि यस्तो समस्याहरू झेल्नु भएको छ हैन भने एकचोटि टुथपेस्ट प्रयोग गर्न हेर्नुस्, अवश्य ठीक हुन्छ हैन। र तपाईले त्यो हस्पिटलमा गएर 2025 तिरेर त्यो दाँतलाई निकाल्ने रहनु पनि पर्दैन।
तपाईको अटोमेटिक अब त्यो अब हैन अब के भएर त्यो चाहिँ म जान्दिनँ हैन तर एकदमै मलाई चाहिँ राम्रो भयो र बिचमा टन्सिल पनि भइरहन्थ्यो मलाई है अलिकति केही चिसो कुराहरू खायो भने टन्सिल भइरहन्थ्यो फ्याट्टै टन्सिल भइहाल्थ्यो र त्यसको इलाज पनि मैले टुथपेस्टबाटै गरेँ है त्यो टन्सिल भएको इलाज पनि मैले यो टुथपेस्टबाटै गरेँ र त्यसपछि अब त्यसको इलाज चाहिँ मैले कसरी गरेँ भन्दाखेरि अब टन्सिल भएर चाहिँ यो खाना निल्नै नसक्ने क्या हैन अनि बोल्न पनि नसक्ने त्यस्तो भएको थिएँ म हेर्नुहोस् है टन्सिल भएर चाहिँ खाना निल्न पनि नसक्ने र बोल्न पनि नसक्ने भएको थिएँ र त्यतिखेर चाहिँ मैले यही टुथपेस्टलाई त्यसरी नै मनतातो पानीमा हालेर घोलेर चाहिँ मैले 5 मिनट जति चाहिँ त्यो पानीलाई मुखमा हालेर चाहिँ यसरी मुखलाई यसरी ठाल पारेर कल्ल गर्दै चाहिँ 5-7 चोटि नै मैले त्यसरी गरेर फाल्दिएँ र फेरि अलिकति चाहिँ घोलेर बाक्लो बनाएर घुटु पिदिए पनि खाए पनि खाँदा झन् डबल फाइदा हुँदो रहेछ है र त्यसपछि मैले त्यो दिन केही नखाइकन सुतेँ मेरो किनभने घाँटीबाट केही निल्नै हुँदैन थियो र मैले त्यो दिन केही खाएन र भोलिपल्ट बिहान तपाईको भोक लागिरहेको थियो कि यस्तो भोक लागिरहेको थियो कि 2-4 दिनदेखि मैले खानै खाएको थिइनँ नि त अनि त्यही भएर मलाई चाहिँ एकदमै भोक लागिरहेको थियो हैन अनि बिहानै उठेर यसो अब दुखेछ छैन हैन मैले बेलुका त ट्रिटमेन्ट गरेको भनेर फेरि अब चिसो पानी खाने कुरो त भएन अनि अलिकति तातो पानी त उतार खाइहालेको छैन दुखाइ सुखाइ छैन मजाले निलो हुने भएर रहेछ भनेपछि यो टुथपेस्टले टन्सिललाई पनि राम्रो गर्दो रहेछ है भनेर मैले त्यो अनुभव चाहिँ पाएँ र त्यही अनुभव मैले धेरै साथीहरूलाई धेरै व्यक्तिहरूलाई चाहिँ र त्यसरी नै मैले युज गराएँ हैन जुन मैले आफूले जुन तरिकाबाट चाहिँ गरेर चाहिँ मैले फाइदा लिएको थिएँ त्यसै तरिकाबाट चाहिँ अन्य व्यक्तिहरूलाई पनि अन्य साथीहरूलाई पनि अन्य सहकर्मीहरूलाई पनि सिकाएँ उहाँहरूलाई पनि खान लगाएँ उहाँहरूले पनि त्यसरी नै पाउनुभयो फाइदा अनि अर्को कुरा है तपाईलाई खाना खानु मन लाग्दैन तपाईलाई खाना रुचि छैन हैन भने पनि तपाईले टुथपेस्ट घोलेर खानुस् 5 मिनेट अथवा 10 मिनेटमा तपाईलाई बाथरुम लाग्छ तपाईको पेट फुलेर डमडम भएको छ हैन भने तपाईको केही खानालाई रुचि छैन भने तपाईको फुलेको ग्यासले भए पनि कब्जियतले भए पनि अथवा तपाईको खाना अपच भएर भए पनि तपाईलाई चाहिँ 5 मिनेट अथवा 10 मिनेट तपाईलाई टोयलेट लगाइदिने काम गर्छ त्यसपछि भने तपाईलाई के खाम ढुङ्गा खाम कि माटो खाम जस्तो गराउँछ है र यो टुथपेस्टको धेरै फाइदाहरू छन् अन्य फाइदाहरू अन्य नेक्स्ट भिडियोमा चाहिँ म बताउने छु भिडियो धेरै लामो भयो र सम्पूर्णलाई सुनिदिनु भएकोमा थ्यांक यू सो मच धेरै धन्यवाद हैन यदि हजुरहरूले पनि मैले भनेकै समस्याहरू झेलेर पस्नु भएको छ भने तपाईहरुले अवश्य एकचोटी टुथपेस्ट प्रयोग गरेर हेर्नु होला अवश्य राम्रो हुनेछ भन्दै काकाबाट हेर्नु भएको छ हैन तपाईहरु आफै पनि प्रयोग गर्नु होला र प्रयोग गरेर केही फाइदाहरू पाएको फाइदाहरू अन्य व्यक्तिहरुलाई पनि शेयर गरिदिनु होला र अनि तपाईको साथीहरुलाई पनि यो भिडियो शेयर गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला हस्त नमस्ते ह्यापी गुड मर्निङ डेक्सन जय नेपाल जय डेक्सन